अबका दिनहरू पढ्न कतिसम्म पढ्नु भयो पढ्नलाई एससी दिएको हो एसएलसी भयो त्यो बेला पठाउन सकिएन ब्याक लाग्यो त्यो बेलामा त एसएलसी भन्दा धेरै अगाडि कुरा हो नि होइन एसएलसी 50 सालमा एसएलसी दिनुभयो त्यो दिन त एसएलसी भनेको एकदम ठुलो कुरा थियो एसएलसी पढेको मान्छेले पनि राम्रै जागिर पाउँथे पास भएको भए पास गर्न सकिएन साधारण विषय एउटा इतिहासमा ब्याक लागेर रहनु पर्यो एउटा विषयमा ब्याक लागेर अनि तयारी कोसिस गरेको भए त हुन्छ तर फेरि मन लागेन त्यो आफूले त्यो एसएलसीमा पास नभएको अहिले केही आफूलाई नराम्रो लाग्छ भाउ एसएलसी दिएर छोडे पछाडि 2 वर्ष पछाडि नै आफूले पछुता भयो यदि मैले दिएको भए उतार्न सक्ने यस्तो मात्रै हुन्थ्यो कि 2-3 वर्ष पछाडि पनि मसँग साथीले 5 वर्ष धेरै नै उतारे तर मैले छोडिदिएँ अनि पछि मलाई एकदम पछुता भयो नछोडेको भए हुन्थ्यो मैले नि जस्तो लाग्यो पढाइ संसारमा सबैभन्दा ठुलो कुरा जस्तो लाग्यो हजुर छोराछोरी सबै